स्वागत छ। नेपाली राजनीतिमा आजभोलि एउटा निकै रोचक बहस चलिरहेको छ। एकातिर रासोपाका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाह बीच सहकार्यका लागि बाक्ला छलफलहरू भइरहेका छन्। अर्कोतिर फेरि यो सम्भावित गठजोडले झस्किएका पुराना दलहरू मतलब कांग्रेस, एमाले र माओवादी पनि आपसमा नजिकिन थालेका छन्। आज हामी यही राजनीतिक घटनाक्रमलाई केलाएर कुरा गर्नेछौँ। हो, र हाम्रो आजको विमर्शको केन्द्रीय प्रश्न चाहिँ यस्तो छ, के रवि लामिछाने र बालेन शाह जस्ता पात्रहरूको उदयले नेपाली राजनीतिमा साँच्चै एउटा नयाँ विकल्प दिन्छ, वा यो केवल पुराना शक्तिहरूको असफलतामाथि मौलाएको एक क्षणिक लोकप्रियतावाद मात्रै हो जसले देशलाई थप अस्थिरतातिर धकेल्ने जोखिम बोकेको छ? म यो तर्कको पक्षमा छु कि यो सहकार्यले नेपाली राजनीतिमा एउटा अत्यावश्यक र सार्थक विकल्पको ढोका खोलेको छ। र म यो तर्क प्रस्तुत गर्नेछु कि यो एकता कुनै ठोस वैचारिक आधार बिना केवल लोकप्रियतामा टिकेको एउटा गठजोड हो जसले अन्ततः देशलाई दीर्घकालीन सङ्कटतर्फ लैजान सक्छ। हेर्नुस्, मेरो विचारमा नि यो घटनालाई केवल दुई व्यक्तिको मिलनको रूपमा हेर्नु नै सायद गल्ती हुन्छ। यो त जेनजी भनिने जुन नयाँ पुस्ता छ र परिवर्तन चाहने त्यो मौन बहुमत छ नि, हो त्यसको भावनाको राजनीतिक प्रतिनिधित्व हो। वर्षौंदेखि पुराना दलहरूको अकर्मण्यता, भ्रष्टाचार र यथास्थितिवादबाट वाक्क भएका जनताले एउटा भरपर्दो नयाँ शक्तिको खोजी गरिरहेका थिए। यो सहकार्यको प्रयास त्यही खोजीको एउटा स्वाभाविक परिणाम हो जस्तो लाग्छ मलाई। अनि यो कुनै सतही गफगाफ मात्रै होइन। स्रोतहरूले भने अनुसार बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने, पार्टीमा दोस्रो वरियता दिने अनि समानुपातिक उम्मेद्वार छनौटमा 70-30 को अनुपात जस्ता ठोस प्रस्तावहरूमाथि बहस हुनुले यो एउटा गम्भीर राजनीतिक प्रक्रिया हो भन्ने देखाउँछ। र सबैभन्दा बलियो प्रमाण त पुराना शक्तिहरूको प्रतिक्रिया हो। शेरबहादुर देउवा, केपी ओली र प्रचण्डले जसरी आपसमा भेटघाट बाक्लो बनाइरहनु भएको छ र संविधान र व्यवस्था जोगाउन एक हुनुपर्ने कुरा गरिरहनु भएको छ, त्यसले प्रष्ट पार्छ कि उहाँहरू यो नयाँ शक्तिलाई वास्तविक राजनैतिक खतराको रूपमा हेर्दै हुनुहुन्छ। उनीहरूको यो डर नै नयाँ शक्तिको सान्दर्भिकताको सबभन्दा ठूलो प्रमाण हो, होइन र? तपाईले यसलाई नयाँ पुस्ताको भावनाको प्रतिनिधित्व भन्नुभयो, तर खै मलाई लाग्छ हामीले सुरुमै केही कुरा प्रष्ट पार्नुपर्छ। पहिलो कुरा, यो नयाँ र पुरानोको बहस नै अलि भ्रामक छ के। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भन्नुभएको छ नि, राजनीतिमा व्यक्तिको अनुहार होइन, उसको एजेन्डा, विचार र गन्तव्य महत्त्वपूर्ण हुन्छ। रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ वा कुलमान घिसिङ यी सबै पात्रहरू कुनै न कुनै रूपमा राज्य सत्ताको स्वाद चाकिसकेका, परीक्षण भइसकेका व्यक्ति हुन्। उहाँहरू बिल्कुलै नयाँ वा अछुतो हुनुहुन्न। तर उहाँहरूको कार्यशैली त नयाँ छ नि। एकैछिन है, म मेरो कुरा सक्छु। दोस्रो, यो गठबन्धनको वैचारिक आधार के हो? अहिलेसम्म सार्वजनिक भएको कुरा भनेको केवल वर्तमान व्यवस्थाप्रतिको असन्तुष्टि र आक्रोश हो। यो त एमाले नेता विष्णु रिजालले भने जस्तै पपुलिजम वा लोकप्रियतावाद हो, जुन बेलुन जस्तै हो, जति छिटो फुल्छ उति नै छिटो फुट्ने जोखिम पनि त हुन्छ। अनि तेस्रो, हामीले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले दिनुभएको चेतावनीलाई बेवास्ता गर्नु हुँदैन। उहाँले देश बङ्गलादेश नबनोस् भन्नुभएको छ। बङ्गलादेशमा विद्रोहपछिको अव्यवस्था, राजनीतिक अस्थिरता र हिंसाले देशलाई कस्तो सुरुङमा धकेल्यो त्यो त इतिहास साक्षी छ। नीति, विचार र सङ्गठन बिनाको भावनात्मक राजनीतिले अन्ततः जेलेन्स्की जस्ता पात्रहरू जन्माउन सक्छ जसले देशलाई दीर्घकालीन सङ्कटमा फसाउने खतरा हुन्छ। तपाईले यसलाई भावनात्मक लहर र लोकप्रियतावाद भन्नुभयो, तर म यसलाई राजनीतिको पुरानो सिन्डिकेट तोड्ने एउटा सुनियोजित प्रयासको रूपमा हेर्छु। भावना मात्र भएको भए यो सामाजिक सञ्जालको ट्रेन्डमा सीमित हुन्थ्यो, तर यहाँ त शक्ति बाँडफाँडको ठोस खाकामै छलफल भइरहेको छ। तपाईले यसलाई कमजोरी भन्नुभयो, म यसलाई लचकता र व्यावहारिकताको सङ्केत मान्छु। एउटा प्रस्तावमा रविको पार्टी नेतृत्व र बालेनको सरकारी नेतृत्व गर्ने कुरा छ। अर्कोमा बालेनलाई प्रधानमन्त्री बनाएर रविले पार्टी चलाउने कुरा छ। यसले के देखाउँछ भने उनीहरू मनै सर्वेसर्वा हुनुपर्छ भन्ने पुरानो राजनीतिको शक्ति सङ्घर्षको खेलभन्दा माथि उठेर सहकार्य गर्न तयार छन्। यो भावना होइन, यो त एउटा रणनीतिक कदम हो।
जेनजीको छरिएर रहेको भावनालाई सङ्गठित शक्तिमा बदल्ने जिम्मेवारी यी नेताहरूले लिन खोजिरहेका छन्। यो उनीहरूको एकताको सबभन्दा बलियो पक्ष हो। यो केवल असन्तुष्टि होइन, यो एउटा सङ्गठित विकल्प निर्माण गर्ने प्रक्रिया हो। तपाईँले जसलाई लचकता भन्नुभयो, म त्यसलाई वैचारिक खोक्रोपनको प्रमाणको रूपमा देख्छु। उनीहरूको छलफलको केन्द्रमा के छ? को प्रधानमन्त्री बन्ने, कसले पार्टी चलाउने, कसको वरियता के हुने, यही त होइन र? पुराना दलहरूले दशकौँदेखि गर्दै आएको खेल। देशको आर्थिक नीति के हुने, संघीयतालाई कसरी बलियो बनाउने, हाम्रो विदेश सम्बन्धको दिशा के हुने, वा न्यायालय सुधार जस्ता गम्भीर मुद्दामा उनीहरूको साझा धारणा के हो, कतै उल्लेख छ र? छैन। यो त उही पुरानो राजनीतिको नयाँ संस्करण मात्र भयो, जहाँ मुद्दाभन्दा पद महत्त्वपूर्ण हुन्छ। अनि तपाईँले जेनजीको भावनाको कुरा गर्नुभयो। पूर्व प्रधान न्यायाधीश कार्कीले भने जस्तै अहिले 25-30 वटा जेनजी समूहहरू छन्, जसका मागहरू फरक फरक छन्। कतिपय अवस्थामा त एक आपसमा बाजिने खालका छन्। एउटा एकीकृत वैचारिक दृष्टिकोण बिना यस्तो भिडलाई कसरी नेतृत्व गर्न सकिन्छ? यो त केवल असन्तुष्टिको एउटा साझा छाता मात्र हो। जब भोलि नीति निर्माणको तहमा पुग्नुपर्छ, तब यी आन्तरिक विरोधाभासहरू सतहमा आउँछन् र यो गठबन्धन आन्तरिक कलहमै गएर टुङ्गिन्छ। वैचारिक दृष्टिकोण भनेको के हो त? के पुराना दलहरूले बोकेको समाजवाद वा जनवादको नारा मात्रै विचार हो? आजको दिनमा डेलिभरी दिन सक्नु, सुशासन कायम गर्न सक्नु र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु नै सबैभन्दा ठूलो वैचारिक स्पष्टता हो। बालेन शाहले काठमाडौँमा र हर्क साम्पाङले धरानमा गरेर देखाएका कामहरू नै उनीहरूको विचारको प्रारम्भिक प्रमाण होइन र? उनीहरूको विचार भनेको काम गर्ने राजनीति हो। जहाँसम्म आन्तरिक कलहको कुरा छ, कुन चाहिँ दलमा कलह छैन र? काङ्ग्रेस र एमाले भित्रका गुटहरू हेर्नुहोस्, ती कुनै फरक पार्टीभन्दा कम छन् र? त्यसैले वैचारिक अस्पष्टताको आरोप लगाएर यो नयाँ प्रयासलाई सुरुमै खारेज गर्नु न्यायोचित हुँदैन। बरु उनीहरूले एउटा नयाँ किसिमको कार्य आधारित राजनीतिको जग बसाल्न खोजिरहेका छन् कि भनेर हेर्नुपर्छ। काम गर्ने राजनीति आफैमा एउटा आकर्षक नारा हो, म मान्छु। तर यसले राज्य सञ्चालनको जटिलतालाई अति सरल बनाउँछ। एउटा शहरको मेयर भएर फोहोर उठाउनु र एउटा देशको प्रधानमन्त्री भएर अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र र राष्ट्रिय सुरक्षाको नीति बनाउनुमा आकाश जमिनको फरक छ। त्यसका लागि एउटा स्पष्ट विश्व दृष्टिकोण चाहिन्छ, जुन अहिलेसम्म उहाँहरूमा देखिएको छैन। नाराले मात्रै देश चल्दैन। तपाईँले भने जस्तै पुराना दलहरूमा पनि समस्या छन्, तर उनीहरूसँग दशकौँको अनुभव, एउटा सङ्गठनात्मक संरचना र राम्रो नराम्रो जे भए पनि एउटा वैचारिक इतिहास छ। यो नयाँ गठजोडसँग के छ? केवल दुई नेताको लोकप्रियता र सामाजिक सञ्जालको समर्थन। यो जगमा बनेको संरचना कति दिगो होला? यो एउटा गम्भीर प्रश्न हो। त्यसो भए अब दोस्रो मुद्दामा जाउँ, पुराना दलहरूको प्रतिक्रिया। तपाईँले उनीहरूको अनुभव र इतिहासको कुरा गर्नुभयो, तर उनीहरूको अहिलेको व्यवहार हेरौँ न। के देउबा, ओली र प्रचण्डको भेटघाट देशको चिन्ता वा कुनै जिम्मेवारी बोधले भएको हो त? मलाई त त्यस्तो लाग्दैन। यो विशुद्ध रूपमा आफ्नो राजनीतिक एकाधिकार र त्यो सिन्डिकेट गुम्ने डरले प्रेरित छ। उहाँहरूले लोकतन्त्र र संविधान खतरामा परेको भाष्य निर्माण गरेर नयाँ शक्तिलाई बदनाम गर्न खोजिरहनु भएको छ, जुन उहाँहरूले सधैँभरि आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर बनाउन प्रयोग गर्ने पुरानो हतियार हो। यदि उहाँहरू साँच्चै जिम्मेवार हुनुहुन्थ्यो भने नयाँ शक्तिहरूको उदयलाई लोकतन्त्रको सुन्दरताको रूपमा स्वागत गरेर आफूलाई सुधार्ने प्रयास गर्नुहुन्थ्यो होला। तर उहाँहरू के गर्दै हुनुहुन्छ? उल्टै गठबन्धन गरेर यसलाई रोक्न खोजिरहनु भएको छ। उहाँहरूको यो डरले नै प्रमाणित गर्छ कि यो नयाँ शक्ति केवल भावनात्मक लहर होइन, एउटा वास्तविक राजनीतिक चुनौती हो, जसले उहाँहरूको जग हल्लाइदिएको छ। म मान्छु कि उहाँहरूको प्रतिक्रियामा सत्ता गुम्ने डरको अंश अवश्य छ, तर पुराना दलहरू बीचको संवादलाई केवल डरको रूपमा मात्रै हेर्नु अति सरलीकरण हुन्छ। उनीहरूले यो व्यवस्था ल्याउनका लागि त्याग, सङ्घर्ष र बलिदान गरेको एउटा इतिहास छ। अहिले देशमा जसरी एउटा ध्रुवीकरण, निषेध र खुच्चिङको राजनीति हावी हुन खोज्दैछ, त्यसले निम्त्याउन सक्ने सम्भावित संवैधानिक सङ्कटबारे उनीहरू चिन्तित हुनु स्वाभाविक पनि हो। शङ्कर पोखरेलले कलर रिभोल्युसन र डिप स्टेटको षड्यन्त्रतर्फ सङ्केत गर्नुभएको छ। यसको अर्थ के हो भने, बाहिरबाट हेर्दा स्वतस्फूर्त जनआन्दोलन जस्तो देखिए पनि भित्रभित्रै कुनै बाह्य शक्तिले अदृश्य रूपमा सत्ता परिवर्तन गराउन खोजिरहेको छ भन्ने उहाँको आशंका हो।
अब म यो षड्यन्त्रको सिद्धान्तलाई पूर्ण रूपमा समर्थन त गर्दिन, तर के हामीले यो कोणलाई पुरै बेवास्ता गर्न सक्छौं? जननिर्वाचित सत्ता र जनतामा भिजेका नेताहरूलाई कमजोर बनाउन बाह्य शक्तिले यस्ता पपुलिस्ट आन्दोलनलाई प्रयोग गर्न खोजेका उदाहरणहरू विश्वमा छन्। त्यसैले पुराना शक्तिहरूको सहकार्यलाई देशलाई त्यस्तो सम्भावित षड्यन्त्रबाट जोगाउने प्रयासको रूपमा पनि त हेर्न सकिन्छ। त्यो तर्कमा मलाई चित्त बुझेन, किनकि विदेशी षड्यन्त्रको कुरा त नेपालका पुराना नेताहरूले आफ्नो हरेक असफलता लुकाउन प्रयोग गर्ने सबैभन्दा पुरानो र सजिलो बहाना हो। जब उनीहरू जनतामाझ अलोकप्रिय हुन्छन् तब राष्ट्रियता खतरामा पर्यो वा विदेशीले चलखेल गरे भन्न थाल्छन्। यो नयाँ होइन। कलर रेभोल्युसनको कुरा गरेर उनीहरूले वास्तवमा जेनजीको स्वतःस्फूर्त आक्रोश र परिवर्तनको चाहनालाई नै अपमान गरिरहेका छन्। उनीहरूले यो स्वीकार गर्ने चाहँदैनन् कि यो असन्तुष्टि उनीहरूकै कारणले जन्मिएको हो, कुनै बाहिरी शक्तिले रोपिदिएको होइन। यदि कुनै षड्यन्त्र छ भने त्यो त पुराना दलहरूले मिलेर यथास्थितिलाई कायम राख्ने र नयाँ शक्तिलाई आउनै नदिने षड्यन्त्र हो। तर के हामीले यो पनि बिर्सनु हुन्छ र कि राजनीतिमा भावना र आक्रोशले मात्रै परिवर्तन दिगो हुँदैन? यसले हामीलाई तेस्रो र सायद अन्तिम मुद्दामा ल्याउँछ। यो गठजोडको अन्तिम परिणाम के होला? राजनीतिक स्थिरता कि थप अराजकता? तपाईको तर्क सुन्दा लाग्छ कि यो एकताले स्थिरताको ढोका खोल्छ, तर मलाई ठिक उल्टो लाग्छ। इतिहास र सङ्गठन बिनाको राजनीतिले कहिल्यै स्थिरता दिन सक्दैन। ल मानिलिउँ यो गठबन्धनले चुनावमा राम्रो नतिजा ल्यायो र सरकार बनायो। त्यसपछि के हुन्छ? सरकारमा गएपछि साना साना स्वार्थमा, पदको लडाईँमा र नीतिगत भिन्नतामा ठोक्किएर यो टुट्नेछ। यसले झन बढी राजनीतिक अस्थिरता र सरकार परिवर्तनको दुश्चक्र निम्त्याउनेछ, किनकि उनीहरूलाई जोड्ने तत्त्व केवल पुरानालाई हटाउने भन्ने नकारात्मक एजेन्डा हो, देशलाई कसरी बनाउने भन्ने सकारात्मक र साझा दृष्टिकोण होइन। म यो कुरामा असहमत छु। मेरो विचारमा यो एकताले राजनीतिक स्थिरताको जग बसाल्न सक्छ। कसरी? जब देशमा 2 वा 3वटा मात्रै बलिया राजनीतिक शक्ति हुन्छन् तब सरकार स्थिर बन्छ। नेपालको समस्या भनेकै धेरै साना दलहरू हुनु र सरकार बनाउन सधैँ अपवित्र गठबन्धन गर्नुपर्ने बाध्यता हो। यो नयाँ गठबन्धनले त्यो तेस्रो ध्रुवको रूपमा आफूलाई स्थापित गर्ने सम्भावना बोकेको छ। एउटा बलियो तेस्रो ध्रुवको उदयले पुराना दलहरूलाई पनि आफ्नो कार्यशैली सुधार्न र जिम्मेवार बन्न बाध्य पार्नेछ। उनीहरूले हामी जे गरे पनि जनताले हामीलाई नै भोट हाल्छन् भन्ने अहङ्कार त्याग्नुपर्ने हुन्छ। यो सहकार्य सफल भएमा यसले अन्य नयाँ सक्षम र स्वतन्त्र व्यक्तिहरूलाई पनि मूलधारको राजनीतिमा आउन प्रेरित गर्नेछ। यो अराजकता होइन, यो राजनीतिको एउटा नयाँ र स्वस्थ ध्रुवीकरण हो जसले अन्ततः देशलाई स्थिरता र जवाफदेहिताको बाटोमा लैजान्छ। तपाईको विश्लेषण अलि बढी आशावादी भयो कि जस्तो लाग्छ मलाई। राजनीतिक विश्लेषकहरूको एउटा तर्क एकदमै सान्दर्भिक छ। जुन नेताहरूले समाधान दिन सक्दैनन् उनीहरूले समाजमा भय र आतंकको खेती गर्छन्। नेपाल बङ्गलादेश बन्छ भन्ने चेतावनी होस् वा बाह्य शक्तिको षड्यन्त्र भइरहेको छ भन्ने दाबी, यी सबैले समाजमा विश्वासभन्दा बढी भय सिर्जना गर्छन्। वैचारिक जगबिनाको केवल व्यक्ति केन्द्रित र लोकप्रियतावादी राजनीतिले समस्याको जरोमा कहिले प्रहार गर्दैन, बरु सतही मुद्दामा जनतालाई अल्मलियाएर राख्छ। यसले क्षणिक रूपमा केही राहत दिए जस्तो देखिए पनि दीर्घकालमा यसले स्थापित संस्थाहरूलाई कमजोर बनाउँछ, लोकतन्त्रलाई खोक्रो बनाउँछ र देशलाई स्थिरता होइन अराजकतातर्फ नै लैजान्छ। हामीले आवेगमा आएर व्यवस्था नै भत्काउने दिशामा जानु हुँदैन, बरु यही व्यवस्थाभित्रबाट सुधारको बाटो खोज्नुपर्छ। जमेको पोखरीमा एउटा शक्तिशाली ढुङ्गा हानेको छ। यसका आफ्नै चुनौतीहरू र जोखिमहरू छन्, त्यो म मान्छु, तर यसले एउटा नयाँ पुस्ताको आकांक्षालाई राजनीतिक आकार दिने र देशलाई एउटा नयाँ सार्थक विकल्पतर्फ डोर्याउने वास्तविक सम्भावना बोकेको छ। यो केवल प्रतिक्रियात्मक राजनीति होइन, यो एउटा सक्रिय राजनीतिक निर्माणको प्रक्रिया हो जसलाई हामीले आशाका साथ हेर्नुपर्छ। र मेरो निष्कर्षमा परिवर्तनको चाहना जायज र स्वाभाविक भए पनि यो गठजोड वैचारिक रूपमा खोक्रो र पूर्ण रूपमा व्यक्तित्वमा आधारित छ। यसले दिगो समाधान दिनुको सट्टा लोकप्रियतावादको खतरनाक अभ्यासलाई बढावा दिई देशलाई थप राजनीतिक अस्थिरता र अनिश्चिततातर्फ धकेल्ने गम्भीर जोखिम बोकेको छ। भावनाले मात्र देश चल्दैन, त्यसका लागि स्पष्ट नीति, बलियो सङ्गठन र एउटा सुसङ्गत वैचारिक दृष्टिकोण चाहिन्छ, जुन यो गठजोडमा कतै पनि देखिँदैन।
आजको हाम्रो विमर्शले स्पष्ट रूपमा देखाउँछ कि नेपाल एउटा महत्त्वपूर्ण राजनीतिक दोबाटोमा उभिएको छ। एकातिर नयाँ शक्तिहरूको उदयले आशाको सञ्चार गरेको छ भने अर्कोतिर यसले निम्त्याउन सक्ने सम्भावित सङ्कटबारे गम्भीर चिन्ताहरू पनि छन्। यो प्रक्रियाले देशलाई सकारात्मक परिवर्तनको बाटोमा लैजान्छ वा लोकप्रियतावादी राजनीतिले निम्त्याउने निराशाको अनन्त चक्रमा फसाउँछ, यसको उत्तर त अब भविष्यले नै दिनेछ। हामीले आज प्रस्तुत गरेका दुवै पक्षका तर्कहरूले तपाईलाई यस जटिल विषयमा आफ्नो धारणा बनाउन मद्दत गर्नेछन् भन्ने आशा राखेका छौँ।